हाई एभ्रिवान, आज म हजुरहरूलाई मेरो तरिकाबाट सिम्पल चिकन ग्रेभी बनाउने तरिका देखाउँदैछु। आशा छ हजुरहरूले मेरो यो भिडियो हेरिदिनुहुन्छ भनेर। पहिला चाहिँ ग्यास अन गरेर कराई तताउने र कराई तताएपछि तेल हाली मेथी फुराउने अनि मेथी राम्ररी फुरिसकेपछि अलिकति गोल्डन भइसकेपछि हामीले यसमा कुखुराको मासु राखिदिने। पहिल्यै कुखुराको मासु किन राख्नुभयो भनेर तपाईहरु सोच्नुहुन्छ होला, तर म चाहिँ प्याज भन्दा पहिला कुखुराको मासु हालेर मजाले भुट्छु, त्यही भएर प्याज चाहिँ म पछि हाल्छु। हुन त सबैले आफ्नो तरिका हुन्छ सबैको, मेरो चाहिँ प्राय म यसरी नै बनाउँदै गर्छु। र त्यसपछि तेलमा मासु हालिसकेपछि मजाले भुट्ने। एकछिन मात्रै भुटिसकेपछि हामीले चाहिँ त्यो मासुलाई छोपिदिनु पर्छ। छोपेको केही छिनपछि हामीले निकालेर मासु यस्तो भइसकेको हुन्छ र मासुलाई फेरि एकचोटि मजाले चलाउने। मासु फेरि धेरै चलाइरहनु हुँदैन, किनभने ब्रोइलरको मासु अलिक टुक्रा हुने सम्भावना धेरै हुन्छ। तर एकछिन मजाले चलाएपछि यो गोल्डन हुन थालिसकेको हुन्छ र म चाहिँ मासुलाई एकछिन यतिकै छाडी अब खाना पनि बसाल्न तयार गर्दैछु र म खाना पनि बसाल्न थालेँ। र खाना बसाल्दाखेरि म मासुलाई चाहिँ एकछिन यतिकै छाड्छु र त्यसको साथसाथै म यता फेरि मेरो बेबीको लागि पनि चिकन बनाउनु पर्ने छ र उसको लागि यो फिल्ला कलेजोहरू छुटाएर राखेको छु र उसको लागि चाहिँ मैले यो मासुहरू पहिले नै सफा गरेर पखालेर राखेको हुँ र अब एकछिनपछि उसको लागि पनि बनाउनु पर्ने भएकोले र म मेरो बेबीको लागि चाहिँ प्रेसर कुकरमा बनाउने गर्छु र उसको लागि पहिले नै रेडी गरेर राखेको छु अहिले। र यता भने चाहिँ मासु यस्तो भइसकेको रहेछ, गोल्डन हुन थालिसक्यो र मासु सँगसँगै मेरो खाना पनि पाक्या भएर अब बेबीको लागि बनाउन तयार गर्दैछु। अब बेबीको पनि बनाउने तरिका कुनै दिन हजुरहरूमा सेयर गर्नेछु, मेरो बेबीलाई कसरी बनाएर खुवाउँछ भनेर। र यता चाहिँ मासु रातो भइसकेपछि मैले प्याज हाल्न थालेँ र प्याज हालिसकेपछि म एकचोटि यसलाई चलाउँछु अलि राम्रोसँग मजाले चलाइसकेपछि म यसलाई फेरि एकछिन छोप्ने तयारीतिर लाग्छु र पहिला म अहिले राम्ररी चलाउँछु। छोपेर निकालेपछि हाम्रो प्याज हल्का नरम र गोल्डन हुन थालेको छ र गोल्डन भइसकेपछि फेरि एकचोटि यसलाई चलाउने राम्ररी वरिपरि। हाम्रो किनभने मासु टास्न पनि सक्छ नि त, त्यही भएर यसलाई राम्रोसँग चलाएर अब हामीले यसमा नुन बेसार हाल्नतिर लाग्ने र पहिला सुरुमा स्वादअनुसार नुन हाल्ने र त्यसै गरी हामीले बेसार हाल्नु पर्यो अलिकति। मैले थोरै हालेछु किनभने यो घरको बेसार हो, अलिकति धेरै हाल्यो भने पनि पुरै पहेँलो हुन्छ र हालिसकेपछि चलाउने र राम्ररी चलाइसकेपछि हामीले फेरि धुलो मसलाहरू हाल्नतिर लाग्ने र त्यसै गरी म पहिला सुरु धुलो जिरा धनिया मिक्स हो यो, त्यो हाल्छु 1 चम्चा र अलिकति। र त्यसै गरी रातो खोर्सानी हाल्छु, रातो खोर्सानी थोरै हाल्छु, एकदम पिरो छ त्यही भएर। साथसाथै म अलिकति त्यो चिली फ्लेक्स भन्छ त्यो हाल्छु, किनभने त्यसले पछि गएर कलर राम्रो आउने भएकोले म प्राय राख्ने गर्छु। र त्यसै गरी अदुवा 1 चम्चा अदुवा अझै अलिकति थप्छु म यसमा। अलिकति थपिसकेपछि अब सबैलाई एकचोटि मजाले चलाउनतिर लाग्छु र मसला चलाइसकेपछि हाम्रो कुखुराको मासु यस्तो कलरको हुन जान्छ र यस्तो भइसकेपछि मासुको मसला पाक्नलाई छोपिदिने र केही बेरमा फेरि निकाल्ने। लगभग 1 मिनेट 1.5 मिनट जति छोपेर निकालिसकेपछि हल्का कलर यस्तो हुन्छ र हामीले फेरि एकचोटि यसलाई
चलाएर बिचमा खाल्टो पारिसकेपछि त्यसमा अब गुलबेरा राखिदिने। मैले लगभग सानो गुलबेरा 3टा जति राखेको छु। गुलबेरा पाक्नको लागि अलिकति पानी राख्ने, त्यो चाहिँ चाँडै गलोस् भनेर फेरि छोपिदिने। एकछिन केही बेर 2 मिनेटपछि गुलबेरा पनि हाम्रो पाक्छ र प्लेट छोप्ने निकालेर हामीले गुलबेरालाई बिचमा थिचेर चलाउने र वरिपरि पनि हाम्रो यो मसलाहरू टाँसेको हुन्छ, त्यसलाई पनि त्यो सबै अलिकति त्यो गुलबेराले गर्दा अलिक पानी भएको भएर सबै सोरसार गरेर चलाउने। र यतिकैमा मेरो बेबी पनि घुमेर आयो। ऊ अघि बिहान घुम्न गएको थियो उसको बाबासँग। त्यतिन्जेलमा हाम्रो मासु पनि गुलबेरा पाक्यो। मासुमा गुलबेरा पाकिसकेपछि यतिकै खाँदा नि भयो, झोल नराखिकन। तर म चाहिँ हल्का ग्रेभी गर्न चाहन्छु। त्यो ग्रेभी गर्नको लागि थोरै पहिला पानी हालेँ, तर 1 कप जति पानी हालेर धनिया छरी उमाल्छु र छोप्छु एकछिन। र छोपेको केही मिनेटमा निकालेर हाम्रो मासु, कुखुराको मासु रेडी खानको लागि। उता भने मेरो बेबी चाहिँ खाना खानको लागि हतार गरिरहेछ। उसलाई साह्रै भोक लाग्यो अरे घुमेर आएको भएर। ओके बाई, थ्याङ्क यू।